यहाँ पत्रकार भनेर यहाँ झुक्क्याउन हिँडेको कति छन्, कसैको डरतै छैन, कोही फेसबुक चलाएर हिँड्ने हो। यहाँ आधिकारिक पत्रकारले यहाँ समस्याको समाधान गर्ने गरिबको त हाल्नु पनि दिँदैन भिडियो। ल ल के भयो भन्नुहोस् न तपाईँको। केही पनि भएको छैन। ल पहिला भन्नु तपाईँ आधिकारिक पत्रकार हो कि होइन? तपाईँ पहिला भन्नुहोस् आधिकारिक पत्रकार हो कि होइन? तपाईँको तपाईँ पनि युट्युब या फेसबुकले हो कि तपाईँ आधिकारिक पत्रकारै हो? तपाईँको यहाँ धेरै भ्रम फरिरहेछन् क्या, छरिरहेछन् क्या। कोही आरएसएसको मान्छे, कोही होइन आइएसआईको मान्छे, कोही अन्डरवर्ल्डको मान्छे। यहाँ त भ्रमै भ्रम खिच्छ। यहाँ छुट्याउनै गाह्रो छ को कसको मान्छे हो भनेर, को जासुस हो, को हेल्प गर्न आएको हो छुट्याउनै गाह्रो छ। पीडितहरूलाई सोध्नु नि यहाँ छुट्याउनै गाह्रो छ, को साथ दिन आएको हो, समस्या त्यो हो। भन्नुहोस् न तपाईँको माइती घरमा आउनु भएको छ, किन आउनुभयो? म चाहिँ होइन यहाँ अवलोकन गर्न आएको, यहाँ चरित्र नेपालीहरूको पत्रकारहरूको समाजको सामाजिक चरित्र हेर्न आएको, बुझ्न आएको कस्तो रहेछ त भनेर। तपाईँ को हो त समाजको चरित्र हेर्ने म यो पत्रकारलाई देशको यो हेर्ने? समाजको नागरिक हुँ, म यो समाजको नागरिक हुँ, बुझ्नुभयो? यो देशको नागरिक हुँ म। अनि के देख्नुभयो त माइती घरमा? माइती घरमा म धेरैदेखि बसेको छु होइन, यहाँ धेरै कुराहरू छन् होइन। सायद मैले भन्यो भने तपाईँले पनि यो क्यामेराहरू होइन, तपाईँले भिडियो पोस्टै गर्नुहुन्न भन्नुहोस्। होइन भन्नुहोस् न, समस्या त भन्नु पर्यो नि तपाईँको, के हो कुरा? मैले भने त समस्या तपाईँहरू हो भनेर। ल हामी समस्या के भयौँ ल भन्नु न। मैले तपाईँलाई पहिल्यै भने नि कि तपाईँ आधिकारिक पत्रकार हो कि होइन भनेर सोधेँ नि मैले, त्यो मेरो समस्या भएर मैले सोधेँ। हो तपाईँ आधिकारिक पत्रकार हो? ए सर हामी आधिकारिक नभएर क्यामेरा बोकेर हिँड्छ भने अरे यहाँ क्यामेरा बोकेर हिँड्ने सबै आधिकारिक हो भन्ने पुष्टि गर्न सक्नुहुन्छ? अरू कोही होला नि, त्यस्तो पनि छ। पुष्टि गर्न सक्नुहुन्छ? तपाईँको समस्या चाहिँ के छ त्यो भन्नुहोस् न। क्वेसन गर्ने अधिकार चाहिँ तपाईँहरू जस्तो पत्रकारलाई मात्र छ, जनतालाई छैन? होइन क्वेसन गर्ने अधिकार छ। जनतालाई छैन, लाइसेन्स दिनुपर्ने यहाँ। क्वेसन गर्ने कि सरकारसँग क्वेसन गर्ने? सबैसँग अधिकार क्वेसन तपाईँको छ, गर्ने। तपाईँको समस्या चाहिँ के हो भन्नुहोस् न। छैन? कहाँ मिडियाले गरेको गरेको छैन, प्रमाणित तपाईँ गर्नुहोस्। मिडियाले कहिले प्रमाण शोषण गर्यो तपाईँ जस्तो व्यक्तिलाई? अनि तपाईँ हो को? आर्यन तामाङ यो देशको तपाईँ आर्यन तामाङ, तपाईँ स्वतन्त्र नागरिक। पनि धेरै सुनेको छु, तपाईँ अब बोल्दै गर्नुहोस्। तपाईँलाई मैले तपाईँ हेरिरहेको छु। आर्यन तामाङ हो भने, तपाईँ एउटा अभियन्ता हो भने, आज तपाईँको अभियन्ता भएको अवस्थामा नेपाली जनताले किन दुःख पीडा भोग्नु पर्यो? समस्या किन भइरहेछ? त्यसो भए त तपाईँ पत्रकार भएर हिँड्दा चाहिँ किन भोगिरहेछ मलाई भन्नुहुन्छ?